guys, it's Khan. Welcome back to my video. So guys, आज चाहिँ मेरो साथीको बर्थडे हो अनि म चाहिँ त्यहाँ जान लाग्छु अनि म चाहिँ रेडी भइसके मेकअप सेकअप गरेर क्यूट अनि आजको आउटफिट चाहिँ यो सर्ट ओभरसाइज सर्ट अनि जीन्स अनि ब्राउन चुन्नी आजको चाहिँ मेरो फुल आउटफिट चाहिँ यो हो सो मेरो कोठा चाहिँ अलिकति फोहोर भछ म चाहिँ अब निस्किन लाग्यो मेरो साथी चाहिँ तल आइसक्यो अनि वहाँ गएर मैले भ्लग बनाउन सक्दिनँ होला सायद मलाई कस्तो अप्ठ्यारो लाग्छ यो मेरो फर्स्ट भ्लग पनि हो अनि मलाई चाहिँ अलिकति अप्ठ्यारो लाग्छ बाहिर गएर भ्लग बनाउन अनि अलिकति मिल्यो भने म भिडियोहरू बनाउँछु त्यहाँको अनि हालिदिन्छु सो अब चाहिँ म निस्किन लाग्यो पहिला म मेरो साथीलाई हेर्छु आज के आज छैन मेरो साथीको घर चाहिँ यो हो यो ग्रीनवाला यही हो मेरो साथीको घर अनि अँध्यारो आयो त्यही हो मेरो साथीको घर तर त्यसको बर्थडे चाहिँ उता त्यसको फुपूको घरमा हो अनि अब हामी चाहिँ त्यहाँ जाने हो पहिला मेरो साथी मेरो घरमा आउँछ त्यसपछि हामी दुईजना भएर अर्को साथीको घरमा गएर अनि हामी तीनजना भएर चाहिँ जाने हो सो या बाई गाइज यो चाहिँ बर्थडे गर्ल पिङ्क बार्बी हेलो गाइज अब हामी आइसक्यौँ हेलो हेलो सो अहिले चाहिँ हामी इन्ट्री गर्न लाग्छौँ यो चाहिँ मेरो साथी बसिरहेको छ यहाँ बर्थडे गर्ल हेलो हेलो माही मेकअप चाहिँ गयो मेकअप गयो मरियम यहाँ छ म यहाँ छु गाइस अहिले चाहिँ अब खाना खान बसेको हामी सबै अब यहाँ चाहिँ पिज्जा छ हेलो हामी खाना खान बसेको सो गाइज हामीले नयाँ एड पानीपुरीमा बिरयानी अनि राइता यता पनि ट्राई अब यहाँ पनि पहिला चाहिँ पानीपुरी हो त्यसमा चाहिँ बिरयानी त्यसपछि मासु ओ यहाँ राइताहरू दियो गप्पा अनि राइता बाई 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 रम रमे अब गाइस हामी यति खाएर अब घर जान्छौँ हामी हेलो एभ्रिवान अब मैले चाहिँ यस्तो मोबाइल कमाएको कति राम्रो देख्छ अब हाम्रो चाहिँ यहाँ चाहिँ गिफ्ट अनबक्सिङ गर्दैछ यता धेरै ठुलो त छैन धेरै त दिएको छैन हामीले के हुन सक्छ धेरै दिन त सक्दैन नि खेलाउने कुराहरू होइन होइन तिमीलाई एकदमै चाहिने चिज छ पहिला हेर न हेर पहिला किन्नु न सो गाइज म चाहिँ घर आएँ मेरी छोरी हेर्नु गाइज मेरो कोठामा स्यापुली छिर्यो के म यहाँ सुत्छु
स्यापुली त्यहाँ छ। म चाहिँ यसलाई अब अलिकति डराउने कोसिस गर्छु कुच्चाले। यहाँ मलाई लास्टै डर लाग्छ कि स्यापुली र कक्रोच देखेर। त्यो त फुलभित्र लुक्यो। आई कहाँ गयो यार। पर्दा पछाडि गयो, पर्दा पछाडि। अब पर्दा केले खोल्नु। त्यो पर्दाको पछाडि छ स्यापुली। म चाहिँ खाटमाथि चढेँ। अब कता गयो होला। बाहिर छ। म चाहिँ पर्दा अब यहाँ खुट्टाले यस्तै खिच्छु यता कुच्चाले। पछाडि जा, पछाडि, अगाडि अगाडि। कहाँ गयो, कहाँ गयो। कुच्चामा त आएन। तर त खसी छैन। म चाहिँ पहिला यो लगाउँछु। अब बाहिरबाट चाहिँ म यता त छैन नि स्यापुली। अब बाहिरबाट म चाहिँ लगिहाल्छु। भागो। सो गाइज अहिले चाहिँ म घर पुगिसकेँ। अनि मेरो चाहिँ अघि जाँदाखेरि मेकअप कस्तो थियो, अहिले चाहिँ मेरो मेकअप कस्तो भइसक्यो। अनि स्यापुली चाहिँ मैले भगाएँ डराइ डराइ भए पनि। अनि मेरो कोठा देख्न सक्नुहुन्छ, भुइँमा कति फोहोर छ। म कपडा चेन्ज गर्छु, फ्री हुन्छु, अनि त्यसपछि बल्ल त्यो सबै सामानहरू उठाउँछु। म मेरो कपडा कता गयो। मेरो कपडा यहीँ छ। मैले यत्तिकै फालेर गएको थियो। अलादिन टी सर्ट। मलाई के एउटा गाइज यस्तो क्यामेरा अड्डाउने स्ट्यान्ड किन्न मन लागेछ। यो चाहिँ मेरो ट्राइपोड हो। ट्राइपोडमा चाहिँ के हुन्छ भने यो अलिकति सानोवाला छ नि त। त्यही भएर काहीँ चाहिँ राख्नै पर्छ कि भन्नाले यस्तो ठाउँमा राख्नुपर्छ। अनि त्यो स्ट्यान्ड भयो भने यति अल्को हुन्छ, अनि त्यसलाई कुनै सपोर्ट चाहिन्न नि त। त्यही भएर मलाई चाहिँ त्योवाला स्ट्यान्ड किन्न मन लागेको छ। अलिकति एक्सपेन्सिभ हुँदो रहेछ त्यो चाहिँ। त्यही भएर मम्मीले चाहिँ मलाई अलि दिन यहीले काम चला भन्नुभएको छ। सो त्यही भएर चाहिँ मैले यही ट्राइपडले बनाउने कोसिस गर्छु। अब कपडा चेन्ज गरिहाल्छु। सो गाइज मैले चाहिँ मेरो कपडा चेन्ज गरिसकेँ। म चाहिँ एकदमै कम्फर्टेबल कपडामा छु। टी सर्ट अनि अलादिन। अब चाहिँ म मेरो कोठा सफा गर्छु। मैले चाहिँ हिजै राति मेरो पुरै रुम सफा गरिसकेको थिएँ। अब सफा गर्न बाँकी यति मात्र हो। त्यो मेकअप सामान हो, बिहान जाँदाखेरि युज गरेको थिएँ त्यही हो। अनि अब म हजुरलाई देखाउँछु। मेरो चाहिँ आधै प्रडक्टहरू भइसकेको छ। जस्तै यो पाउडर, यति पाउडर कहाँ गयो पाउडर, यति मात्र छ। अब यो एकचोटिमै भ्याइन्छ होला सायद। यो पाउडर भ्याइसक्यो मेरो। यो ब्लस भ्याइसक्यो। यो हेर्दा मात्रै त्यस्तो हो, मेरो पुरै भ्याइसकेको छ भित्र। अनि त्यसपछि मस्कारा पनि पुरै सुक्न लागिसकेको छ, अलिकति मात्र बाँकी छ अब। अनि फाउन्डेसन भ्याइसक्यो। यो अब यसरी खोलेर यस्तै लगाए मात्र हो। अब गाइज यो चाहिँ मेरो बाबाले चाहिँ बाहिरबाट पठाइदिनु भएको थियो। यहाँ चाहिँ दुईवटा पाउडरहरू छ। मैले चाहिँ कहिलेकाहीँ घर बस्दाखेरि केही ट्राई गर्नु पऱ्यो भने नयाँ नौलो अनि पाउडर लाउनु पऱ्यो भने चाहिँ यो युज गर्छु। यो वाला सेड, यो अलिकति डार्क छ, यो अलिकति लाइट छ। अनि त्यसपछि छ यहाँ आई स्याडो। यो सबै आई स्याडोहरू छ, यति धेरै कलरको। यो पनि सबै आई स्याडोहरू हो। अनि यो चाहिँ ब्लस यति यो, अनि यो चाहिँ ब्लस, अनि यो चाहिँ लिप ग्लस। अनि मैले चाहिँ यो युज गर्ने भनेको ब्लसको लागि हो। यो वाला सेड चाहिँ मलाई एकदमै मनपर्छ। अनि यो पनि, अनि यो चाहिँ मैले धेरै जस्तो आँखामा लगाउँछु। आई स्याडो बनाएर लगाउँछु यो चाहिँ। सो यति हो। मैले यो भाँच्ने कोसिस गरेको थिएँ तर मैले सकिनँ निकाल्न।
अनि यो चाहिँ लिप ग्लस मैले चाहिँ यो पनि घर बस्दाखेरि चाहिँ लगाइरहेको हुन्छु। यो चाहिँ एकदम मिठो ग्लसी पिङ्कवाला छ। सो गाइस अलिकति ठिकैको त बनाएँ मैले यहाँ मेकअप सामानहरू यसरी यतिको त अर्गनाइज गरेँ। सो अब यसलाई चाहिँ आफ्नो ठाउँमा राख्न छ। सो गाइज आजको लागि यति नै, अलिकति लामै भयो होला यो ब्लग अनि यो चाहिँ मेरो फर्स्ट ब्लग। प्लिज सपोर्ट गरिदिनु होला मेरो च्यानललाई, मेरो भिडियोहरूलाई लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। सो मच फर वाचिङ, बाई।